भन्नुहोस् त के भन्नु चाहनुहुन्छ हो यो चाहिँ ग्लेन्सको तपाईँले नजारा देख्न सक्नुहुनेछ तपाईँलाई जुत्ता देखाउँदैछु ल गाइस खुट्टा चाहिँ नाच्दिनु न एकपल्ट गुड मर्निङ चाहिँ म भन्नु सक्दिनँ किनकि आफ्टरनुन भन्नु सक्छु किनकि मलाई चाहिँ अब भ्लग बनाएर थाहा छैन म चाहिँ दिदीहरूको उठाइरहेको छु यो डोलमा दियो हो हाई भन्नु न डोलमा दियो अनि छु हो फाइनली म चाहिँ दिदीहरूको आएँ नि त अब हामी चाहिँ छत जाँदैछु यहाँ दिदीको साथी हुनुहुन्छ नाम चाहिँ के रे आइ भनिदिनुहोस् न ऋषिका अरे म चाहिँ अब होटलमा म चाहिँ दिदीहरूको होटलमा खाना पनि खाएँ भर्खर हो म त पछि म चाहिँ खाना खान्छु नि त त्यही भएर अनि अब छतमा जाँदैछु गाइस गहल्यो सक्नुहुन्छ दार्जिलिङको चाहिँ यो भ्यू हो भानुभवन हो अनि इडेन सेन्टर बोर्ड पनि यहाँ देख्नुहुँदैछ स्कुल अनि हल्का बिसप हाउस पनि देख्दै रहेछ तपाईँ देख्नुहोस् नजरे यहाँ दार्जिलिङको एउटा यो अब हामी चाहिँ छतमा आइरहेको नि त ग्यालेरिज आदि देख्नुहुँदैछ अनि चौरास्ता चाहिँ रहेछ भ्युजहरू कस्तो लाग्यो तपाईँहरूले आई होप मन पराइदिनुहुन्छ भन्ने आशा छ अनि देख्नुहुँदैछ तपाईँहरूले देख्नुहुँदैछ नजरिया यो चाहिँ होटेल मैले एउटा देखेँ भ्युज देख्नु छ दामी छ दामी 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 छ भ्युजहरू यस्तो हो यो चाहिँ ग्लेन्सको तपाईँले नजारा देख्न सक्नुहुनेछ यो चाहिँ ब्याक साइडबाट हो नि त अगाडिबाट चाहिँ होइन यो चाहिँ पछिबाट हो ठिक अपोजिट हुन्छ नि त है अनि ग्लेस अच्छा छ फाइनली गाइसमा चाहिँ अब के अरे चप्पल नपाएर जुत्ता आयो म तपाईँलाई जुत्ता देखाउँदैछु ल गाइस खुट्टा चाहिँ नाच्दिनु न एकपल्ट के भन्नु चाहनुहुन्छ भन्नुहोस् भन्नुहोस् त के भन्नु चाहनुहुन्छ मलाई माने रहेछ जुत्ताले गाइस मलाई झन्डै लाग्यो अलिकति म नसरेको भए चाहिँ मलाई लागेको कि बाफ्रे 1 करोड कहाँबाट ल्याउनु भएको के भन्नु चाहनुहुन्छ भन्नुहोस् न मेरो फलोवर्सहरूलाई मतलब हाम्रो उयोलाई भन्नुहोस् त ल डोलमाथि के भन्नु ए तिमी चाहिँ लाइक शेयर गरिदिनुहोस् एकदम कमेन्ट दामी दामी गरिदिनुहोस् अब त्यही त है अब म तपाईँहरूलाई फुल देखाउँछु नि ल अब कति फ्लोर छ अब हामी चाहिँ छतमा छु नि त हो त्यही त पानी त ओभरफ्लो भएछ अब हामी चाहिँ जाँदैछु फेरि अब तल अब किनकि अब म चाहिँ मेरो चाहिँ क्लास सुरु हुन्छ नि त साढे अब 3 बजीदेखिको अन्त त्यहाँ अब तल गएर एकछिन भातहरू मार्दा ठिकै हुन्छ तपाईँलाई होटेलको भ्युज देखाउन चाहन्छु म नि यहाँ हेर्नुहोस् तपाईँहरूले हेर्नु सक्नुहुनेछ हो यहाँ चाहिँ 3टा रुम छ भन्नुहुन्छ नि त दिदीहरूले यो चाहिँ रिसिप्सन अनि स्टाफ यो रोडलाई त के पो भन्छ दि यो होटल चाहिँ रोबर्टसनको त्यहाँ ठिक अफिसमा छ अब म चाहिँ तल जाँदैछु नि त दिदीहरूको अब स्टाफ रुममा अनि जुत्ता दामी छ यार गाइस दिदीहरूको जुत्ता चाहिँ दामी छ नि त अन्त यो चाहिँ अब बोइस स्टाफहरूको रुम अनि यहाँनिर रुम छ यहाँ कति रुम छ त्यति यता र उता 9वटा रुम छ यो फ्लोरमा चाहिँ अब
तल चाहिँ 5वटा छ अरे खोल्नु भएछ 1 लाखको जुत्ता खोल्नु भयो भन्दैछ मैले खोलेँ भन्दैछ 1 लाखको जुत्ता चाहिँ खोले गरी 1 लाखको जुत्ता खोलिसकेर चाहिँ अब एकदम उफ्रिनु हुँदैछ नि त हल्का भयो अरे 1 लाखको जुत्ता चाहिँ गर्नु धेरै छ नाच्दैछ नि त अनि यहाँनिर चाहिँ 8वटा छ अरे रुम गाइस ओके फाइनली म चाहिँ गएको लु बाई बाई दिदी लु बाई लु बस्नुहोस् ल हुन्छ ल बाई बाई म चाहिँ छुट्टिएर गएको लु बाई दिदी अब भोलि पर्सितिर आउँछु नि ल हुन्छ फाइनल गाइस अब यो बाटो हो म चाहिँ बाटो बिर्सिँदै थिएँ नि त अन्त यो बाटो के बाहिर निस्किँदैछु नि त अब मेरो चाहिँ अब ड्युटी टाइम भन्थ्यो कि मेरो चाहिँ 3 बज्नु 10मा इन्ट्री हुनुपर्छ अनि म चाहिँ अब फाइनली दिदीको होटलबाट चाहिँ म निस्किसकेँ नि त अनि अब चाहिँ योबाट जानुपर्छ हो म अब ड्युटी चाहिँ आँटिसकेँ अब यहाँनिर चाहिँ यो चाहिँ रामाडा हो नि त रामाडाको मुनिपट्टि छु म अब म चाहिँ अब चाहिँ ड्युटी इन हुन्छु अब ड्युटी इन भइसकेपछि चाहिँ फोन युज गर्नु पर्दैन नि त अब म फोन चाहिँ युज गर्दिनँ अब तपाईँहरूसँग म भए अब यो ट्रेनिङमा भेट्छु आइसिसी ब्याङ्कको त्यहाँनिर न्युमा फाइनल्ली अब चाहिँ म बसेँ यहाँनिर किनभने यो चाहिँ मेरो ड्युटी गर्नु यो चाहिँ मेरो कोचिङ सेन्टर जस्तो नि त बाई बाई फाइनली म चाहिँ अब ड्युटीबाट फर्किँदैछु स्कुलबाट ट्युसन पढेर आउँदैछ हामी बाटो अनि उयो तल मिठाई किन माग्छ होइन मलाई चाहिँ मिठाई अनि म 20 रुपिसको दुईटा मतलब बाई मामा भन्छ म बस्छु गाइस अब चाहिँ फाइनली भाउजू चाहिँ घर आइसकेको थियो नि त हो किनभने यसको चाहिँ हेर्नुहोस् न भाउजूले हेडफोन लगाएर चाहिँ भोइस गरेको थिएछ त्यही भएर चाहिँ उयो भएन नि त नानीले चाहिँ लुगा फेर्दैछ हो भाउजूहरू चाहिँ ड्युटीबाट आएर पनि अब चाहिँ भ्लग एन्ड गर्नु भएको अरे नि त भाउजूले हो बाई बाई गाइस भन्दैछ थ्याङ्क यू फर वाचिङ